यो भिडियो चाहिँ दिदी भेनाको लागि मटन बनाउने तयारीबाट सुरु गरेँ। सफा र कटिङ भइसकेपछि अब पालो रहेको छ पकाउने। मटन पकाउने तरिका चाहिँ मेरो आफ्नै छुट्टै छ। सुरुमा मेथी, जिरा र लसुन हालेर पड्काउने र मटन रातो नभएसम्म यसलाई भुटिराख्ने। मटन रातो भएपछि टमाटर एड गर्ने अनि आवश्यक अनुसार प्याज, मरमसलाहरू सबै चाहिँ रेडी गरेर राख्ने। मेरो स्टाइलमा चाहिँ यसरी बनाइन्छ मटन। हजुरहरूले चाहिँ कसरी बनाउनुहुन्छ भन्नु होला। मटनलाई बनाउँदै गर्दा घरभरि मिठो बास्ना आउन थाल्यो। यतिको भइसकेपछि फेरि यसलाई जिम्बु, प्याज हालेर फेरि मजाले फ्राई गर्ने अनि मसलाहरू पनि आफूले चाहे जति एड गर्ने। मटन चाहिँ नि फ्राई भन्दा नि यसको सुप चाहिँ मिठो लाग्ने भएर थोरै पानी एड गरेर मजाले उमाले। अब हेर्नुहोस् त मटन पनि मजाले तयार भयो। मटन बनाउँदै थिएँ, एक्कासी दिदीले मलाई बोलाउनु भयो अनि म दौडेर गएको त दिदीले आफ्नै हातले मलाई बाला लगाइदिनु भयो। खाना बनाउनु भन्दा पनि यो अन्तिमको मोमेन्ट चाहिँ मेरो लागि झन् स्पेसल रह्यो।